सार्वजनिक सुनवाई कार्यक्रम अध्यक्षता गर्नुभएका सदस्य नगर प्रमुखज्यू, निवर्तमान नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडा सचिवहरू, राजनीतिक दलका सम्पूर्ण अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण नगरवासी, आदरणीय आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरू, कर्मचारी मित्रहरू, यो श्री कृष्ण मन्दिर प्राङ्गणभित्र रहनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनी र नगरवासी सम्पूर्णमा हार्दिक हार्दिक नमस्कार। नगरपालिकाको नेपालको संविधानको मूल मर्मलाई आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र गणतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउन संविधानको पूर्ण कार्यान्वयन गर्न 2079 वैशाख 30 गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट प्राप्त जिम्मेवारीहरू दृष्टिगत गर्दै उपलब्ध सीमित स्रोत र साधनबाट अधिकतम प्रतिफल दिने हाम्रो लक्ष्य रहेको छ। फलस्वरूप गत आर्थिक वर्ष नेपाल नगरपालिका सङ्घ मार्फत गरिएको देशभरिका सम्पूर्ण नगरपालिकाहरूको कार्य सम्पादन मूल्याङ्कनमा हाम्रो गैंडाकोट नगरपालिका स्थानीय आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट नगरपालिका तथा समग्र नेपालमा पहिलो 10 भित्र पर्न सफल भई नेपाल सरकारको तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूद्वारा सम्मान पत्र प्रदान गरिएको थियो। सो मूल्याङ्कनले नगरवासीको शिर उच्च बनाएको छ। तसर्थ उत्कृष्ट नगर निर्माण अवरोधको खटिरहनुभएका जनप्रतिनिधिहरू, समग्र कर्मचारी वर्ग एवं सुझाव सल्लाह प्रदान गर्ने राजनीतिक दल, पत्रकार जगत, बुद्धिजीवी एवं सम्पूर्ण नगरवासीहरूमा हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। चालु आर्थिक वर्ष 2082-83 को गत भाग र 23 र 24 गते जनजी पुस्ताको आन्दोलनका क्रममा गैंडाकोट नगरपालिकाको प्रशासकीय भवनको प्रथम तल्ला आइजानी हुँदा उक्त तल्लामा रहेका कागजपत्र लगायत अन्य कार्यालय व्यवस्थापनका सामग्रीहरू जलेर नष्ट भएका छन्। साथै प्रशासकीय भवनको परिसरमा रहेका वडा नम्बर 5 को कार्यालय भवन, राजस्व शाखा, भूमि प्रशासन, घर नक्साको स्टोर, जिन्सी स्टोर, नागरिक सेवा केन्द्रको भवन तथा प्रमुख प्रशासकीय अधिकृतको आवासमा रहेका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन्। साथै वडा नम्बर 7, 8 र 9 को कार्यालय भवनहरूमा समेत आगजनी भई सामग्रीहरू नष्ट भएका छन्। नगरपालिकामा सुचारू व्यवस्थामा रहेका 10वटा सरकारी मोटरसाइकल र 1 खान निजी स्कुटर र कार्यालय परिसरमा रहेको जेनेरेटर समेत जलेर नष्ट भएको छ। उक्त आन्दोलनबाट नगरको कुल 6 करोड बराबरको नोक्सानी भएको छ। यसै क्रममा हामीले 17 नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा केही समय अनियमितता उत्पन्न भएका पनि नगरवासीको विकास र समृद्धिप्रतिको आकाङ्क्षा पूरा गर्न पुनः उच्च मनोबलका साथ अघि बढिरहेका छौँ। हाल प्रशासकीय भवन सरसफाइ गरी झाडढोका मर्मत तथा प्रशासकीय प्रारम्भिक रङरोगन पश्चात दोस्रो तल्लादेखि माथिबाट सेवा सुचारू गरिसकिएको छ। साथै भवनको प्रथम तल्लालाई पुनः निर्माण कार्य समेत सुचारू भइरहेको छ। अब म यस कार्यकालको चौथो आर्थिक वर्षका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमको अधीनमा रही चालु आर्थिक वर्ष 2082-83 का लागि विनियोजित बजेटको पूर्ण कार्यान्वयन गरी समृद्धि प्राप्तिको आकाङ्क्षा पूरा गर्न गएका पूर्वाधार विकास, शिक्षा, युवा, खेलकुद, स्वास्थ्य, आर्थिक विकास, कृषि, पशु सेवा, वन वर्तन तथा विपद व्यवस्थापन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
शासकीय सुधारका क्षेत्रमा हालसम्म भइरहेका क्रियाकलापहरूको एकमुष्ट रूपमा संक्षिप्त प्रगति विवरण यस सार्वजनिक सुनवाई कार्यक्रम मार्फत मुद्दागत रूपमा प्रस्तुत गर्न गइरहेकी छु। योजना तथा पूर्वाधार विकासतर्फ गैंडाकोट नगरपालिका वडा नम्बर 6 र 15 को भवन निर्माण सम्पन्न भई सेवा समेत सुचारू भइसकेको छ भने वडा नम्बर 1, 2, 13 र 16 को वडा कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेका छन्। साथै वडा नम्बर 5 को वडा कार्यालय भवन गण्डकी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा टेन्डर कार्य प्रक्रिया सुरु भएको छ। यस अवधिमा विद्यालय भवन, ट्रस्ट निर्माण, सामुदायिक भवन, महिला समूह भवन, मन्दिर, धर्मशाला एवं सत्तल, क्रियापुत्री भवन, शौचालय आदि गरी जम्मा 27 वटा संरचनाहरू निर्माण सम्पन्न भएको छ। यस अवधिमा जीर्ण सडक निर्माण 34 किलोमिटर सडक पुनर्निर्माण सम्पन्न भएको छ। साथै 16,505.19 घनमिटर बाटो सरसफाइ सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा 995 मिटर नाला निर्माण सम्पन्न भएको छ भने कम्पाउन्ड वाल 262.5 मिटर सम्पन्न भएको छ। चालु आर्थिक वर्ष 221.50 मिटर सडक ढलान सम्पन्न भएको छ। साथै कालो पत्रेर 1200 मिटर सम्पन्न भएको छ। चालु आवमा 95 मिटर ग्रामीण तटबन्धन सम्पन्न भएको छ। चालु आवमा नगरभित्र ग्रामीण बाटो निर्माण 268 मिटर सम्पन्न भएको छ। नगरपालिका विभिन्न वडाहरूमा मोजाइक लगाउने कार्य 1302.52 वर्ग मिटर सम्पन्न भएको छ। गैंडाकोट नगरपालिकाभित्र 152.5 मिटर सिँचाइ पुल निर्माण सम्पन्न भएको छ भने 18 वटा बोरिङ निर्माणका लागि सम्झौता भएका छन्। सडक बोर्ड नेपाल नगरपालिका बीचमा लागु साझेदारी भएका सडक रिलिजका योजनाहरू सम्झौताको प्रक्रियामा रहेका छन्। पूर्वाधार तर्फका ठुला मेसिनरी औजार प्रयोग बिना सम्पन्न गर्न नसकिने प्रकृतिका वडा स्तरीय एवं वडा स्तरीय रु 10 लाख भन्दा माथिका योजनाहरूको एकीकृत टेन्डर प्रक्रियाद्वारा कार्यान्वयन प्रक्रियामा छन्। आवदेखि निरन्तर वन्यजन्तु नियन्त्रणका लागि वडा नम्बर 10 देखि 17 मा मेसडाली त्यसको निर्माणको लागि गत आर्थिक वर्षमा 1600 मिटर सम्पन्न भई बाँकी रहेको भागको लागि सम्झौताको कार्य अगाडि बढेको छ। गैंडाकोट नगरपालिका 1 देखि 9 सम्मको रिन्युअल कोठाका प्रक्रियाको लागि तयारी अवस्थामा रहेको छ। गत आवदेखि सञ्चालनमा रहेको जयश्री तटबन्धन वडा नम्बर 3, 4, 8 र 9 को 720 मिटर टेन्डर भई कार्य आरम्भ भएको छ। ढोडेली सिँचाइ आयोजनाको पहिलो चरणको कार्य सम्पन्न भई दोस्रो चरणको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ। गैंडाकोट वडा नम्बर 8 मा रहेको अधुरो जयश्री पुल निर्माणको कार्य सम्पन्न भई प्रयोगमा आएको छ। गैंडाकोट वडा नम्बर 9 मा रहेको बौद्ध गुम्बामा जाने ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ। गैंडाकोट वडा नम्बर 11 मा रहेको 15 बेडको गैंडाकोट नगर अस्पताल भवन निर्माण अन्तिम चरणमा आएको छ। गैंडाकोट स्वास्थ्य चौकीमा 5 बेडको आधारभूत अस्पतालको रूपमा गत आवदेखि नै नगर प्रमुखज्यूबाट उद्घाटन भई बिमा सहितको सेवा प्रारम्भ समेत भइसकेको छ। गत आवदेखि नै निरन्तर रूपमा गैंडाकोट नगर क्षेत्रभित्र रहेका आवश्यक औद्योगिक व्यापारिक संस्थागत तथा अन्य भवनहरूको निर्माणका क्रममा बाटो तथा ढल विकासको व्यवस्थापन सहित निर्माण इजाजत प्रदान गरिएको छ। नगरका विभिन्न स्थानहरूमा सीसी क्यामेरा जडान गरी शान्ति सुरक्षालाई मजबुत बनाइएको छ। नागरिकहरूमा सूचनाको पहुँचमा विस्तार गर्न नगरपालिका हरेक क्रियाकलापहरूलाई वेबसाइट एवं सोसियल मिडिया मार्फत सार्वजनिक
गरिनुका साथै नगरबाट प्रदान गर्ने सेवाहरू सूचना प्रविधि मैत्री बनाउँदै लगिएको छ। हालसम्म गैंडाकोट नगरपालिकाबाट इजाजत प्राप्त गरी घर निर्माण गरेका तथा अभिलेखीकरणमा आएका संरचनाहरूको डिजिटाइजेसनको प्रथम चरणको कार्य सम्पन्न भएको छ। आवाज 2082-83 मा भवन निर्माणका लागि प्राप्त भएको 248 निवेदन मध्ये 141 अस्थायी इजाजत प्राप्त पत्र लिएका छन् भने 85 वटाले स्थायी इजाजत पत्र 90 वटाले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन्। अभिलेखीकरणतर्फ जम्मा 560 निवेदन दर्ता भएका छन् भने जसमध्ये 82 वटाले अभिलेखीकरण सम्बन्धी प्रमाणपत्र लिइसकेका छन्। यस अवधिमा उपभोक्ता समिति मार्फत 185 योजना संलग्न भएकोमा 27 वटा सम्पन्न भएका छन् भने 6 वटा योजनाहरू केन्द्र प्रक्रियामा निर्माण कार्य सम्पन्न भइसकेको छ र साथै 18 वटा योजनाहरू कार्यान्वयनका लागि केन्द्र प्रक्रियामा रहेको छ। शिक्षा, युवा तथा खेलकुदतर्फ नगरपालिका स्तरीय राष्ट्रपति र नीतिशील प्रतियोगिता सम्पन्न गरिएको छ। जिल्ला स्तरको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। विभिन्न विधामा उत्कृष्ट शिक्षक विद्यार्थी तथा शिक्षकहरूलाई राष्ट्रिय शिक्षा दिवस तथा शैक्षिक समारोहमा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय निरीक्षण, परीक्षा अनुगमन एवं सुपरिवेक्षण तथा अभिमुखीकरण सम्बन्धी कार्य नियमित भइरहेको छ। निःशुल्क शिक्षा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी रु 2200 का आधारमा विद्यालयलाई दिइने अनुदान मध्ये बाल विकासदेखि कक्षा 8 सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पहिलो स्तर विद्यालयलाई निकासा गरिएको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत नगरपालिका स्तरीय मनोभाव लेखन प्रतियोगिता आधारभूत माध्यमिक तह कक्षा 6 देखि 8 र 9 र 10 नगरपालिका स्तरीय आधारभूत तह चित्रकला प्रतियोगिता कक्षा 1 देखि 5 र कक्षा 8 देखि 6 देखि 8 वक्तृत्व कला प्रतियोगिता कक्षा 9 देखि 12 सम्मको नगरपालिका स्तरीय शिक्षक फुटसल र पौरा नाच प्रतियोगिता कक्षा 6 देखि 12 म्याथ रेस कम्पिटिसन कक्षा 8 र 10 केन्द्रीय हाजिर जवाब प्रतियोगिता सम्पन्न भएका छन्। विद्यालयमा गणित प्रयोगशाला स्थापना सञ्चालन तथा विद्यालयका आवश्यकता अनुसार शैक्षिक भौतिक सुधारका लागि विद्यालयहरू परिचालन गरी सम्झौता गरिएको छ। सामुदायिक सिकाइ केन्द्रलाई प्रस्तावका आधारमा अनुदान प्रदान गरिएको छ। स्थानीय पाठ्य पुस्तक कक्षा 4 देखि 8 छपाई तथा वितरणका लागि ई-मिटिङ गरिएको छ। नगरपालिका स्तरीय आधारभूत कक्षा 6-8 को अन्तिम परीक्षाका लागि प्रश्न ब्याङ्क निर्माण कार्यशाला सम्पन्न गरी आधारभूत कक्षा 8 को वार्षिक परीक्षा सञ्चालन गरिएको छ। कक्षा 5 को परीक्षालाई समेत नगरपालिकाबाट सञ्चालन व्यवस्थापन गरिएको छ। विद्यालयहरूको वितरणलाई एकीकरण प्रणालीमा आबद्ध स्वरूपको इङ्ग्लिस तथा पीएलपी तालिम सञ्चालन गरिएको छ। प्रति विद्यार्थी लागतका आधारमा सिकाइ सामग्री तथा डिजिटल सिकाइ सामग्री व्यवस्थापनका लागि विद्यालयलाई अनुदान बापतको रकम निकासा गरिएको छ। कक्षा 1-3 मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री वितरण गरिएको छ। नवनियुक्त प्राथमिक तहका शिक्षकहरूको मेरिटिङ कार्यको सुरुवात सुपरिवेक्षणको साथमा पृष्ठपोषण प्रदान गरिएको छ। मेयर कप राष्ट्रिय T20 क्रिकेट प्रतियोगिता
82 लगायत अन्य खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ। पशु सेवा एवं कृषि विकासतर्फ 691 घरधुरीका 3890 वटा पशु वस्तुमा आन्तरिक परजीवी नियन्त्रण गर्न जुका विरुद्ध बाह्य परजीवीतर्फ जुकाको औषधि वितरण गरिएको छ। गोबर परीक्षण 28 वटा, थुनेरो परीक्षण 16 वटा, पिसाब परीक्षणतर्फ 6 वटा गरी जम्मा 50 पशु प्रयोगशाला सेवा प्रदान गरिएको छ। 318 वटा सामुदायिक कुकुरमा रेबिसको रोग विरुद्धको खोप कार्य सञ्चालन गरिएको छ। गाई 14,963, भैँसी 2,127 र बाख्रा 7 गरी जम्मा 17,097 वटा पशु वस्तुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ। जम्मा 16,113 डोज सिमेन्ट निःशुल्क वितरण गरिएको छ। नगरका 15 कृषक समुदायमा 141 स्थान, काठमेर र 12 कृषक समूहमा 15 थान चापबटार साझेदारीमा वितरणका लागि सम्झौता भएका छन्। 621 बन्दुकहरूमा संयुक्त विरुद्ध 17,579 गाई भैँसी खोलेक रोग विरुद्ध निःशुल्क पशु खोप कार्यक्रम सम्पन्न गरिएको छ। बम्बु र कुखुरा पालक कृषकलाई चुना निसङ्कलन जन्य औषधि साथै अन्य सामग्री वितरण भइरहेको छ। साइलेन्स चक्का मेसिन गैंडाकोट नगरपालिका वडा नम्बर 10 अन्तर्गत सहकारीलाई अनुदानमा वितरण गर्ने सम्झौता गरिएको छ। गाई भैँसीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालनतर्फ गैंडाकोट नगरपालिका भित्रका विभिन्न 6 समूहमा कृषकको मागको आधारमा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ। मौलिक प्रबन्धन कार्यक्रम अन्तर्गत मौलिक छनौट भई सम्झौता भइसकेको छ। च्याउ घर निर्माण कार्यक्रम अन्तर्गत कृषि फर्म छनौट भई सम्झौताको चरणमा रहेको छ। साना सिँचाइ पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत कृषक समूह छनौट भई सम्झौता कार्य जारी रहेको छ। पकेट विकास कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भई भुक्तानीको चरणमा रहेको छ। कृषि तथ्याङ्क सङ्कलन तथा अध्यावधिक कार्यक्रम अन्तर्गत अध्यावधिक कार्य भइरहेको छ। किसान सूचीकरण कार्यक्रम अन्तर्गत किसान सूचीकरण सहजकर्ता माग भई छनौटको प्रक्रिया अगाडि बढेको छ। मागको परीक्षण ल्याब निर्माण कार्य सम्पन्न भएको छ। जेठको पहिलो हप्तादेखि लागू पूर्ण रूपमा सञ्चालनमा हुनेछ। वन वातावरण तथा विपद व्यवस्थापनतर्फ विपदको समयमा पानीको निकासको लागि मन्त्रालय तथा विभागहरूमा दीर्घकालीन रूपमा समस्या समाधानका लागि समन्वय सहजीकरण गरी कार्य अगाडि बढाइएको छ। गैंडाकोट नगरपालिका गण्डकी प्रदेशको नगरकोट जिल्लामा अवस्थित एक तीव्र विकास नगरपालिका हो। हाल सहरीकरण, जनसङ्ख्या वृद्धि र जमिन उपयोगको परिवर्तनका कारण पानी अभाव, भूमिगत जलस्रोतको ह्रास तथा सरकारी पानीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। नगरपालिकाको मुख्य रूपमा खानेपानी, सिँचाइ लगायत घरेलु पर्यटनका लागि भूमिगत पानीमा निर्भर छ। पछिल्ला वर्षहरूमा भूमिगत पानीको स्तर बढ्दै जानुले दीर्घकालीन जल सुरक्षाको चिन्ता बढाएको छ। यी समस्याको दिगो व्यवस्थापन समाधानका लागि नगरपालिका पुनः भरण पोखरी जस्ता प्रकृति आधारित समाधानलाई प्राथमिकता दिँदै पुनः भरण पोखरी, सतही पानी व्यवस्थापन, बाढी न्यूनीकरण र भूमिगत जल पुनर्भरणका लागि सस्तो र वातावरणमैत्री उपाय मानिन्छ। यसै सन्दर्भमा गैंडाकोट नगरपालिका आर्थिक वर्ष 82-83मा बजेट विनियोजन भई दीर्घकालीन जल सुरक्षाका लागि गैंडाकोट नगरपालिकाले पुनर्भरण व्यवस्था योजना तयार गरिएको छ र सामुदायिक वन तथा उपयुक्त स्थानमा पोखरी निर्माण गर्दै
गर्ने यस वर्ष सुरुवात भएको छ। गैंडाकोट नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर नदीको व्यवस्थापनको लागि फोहोर मैलाको प्राकृतिक पहिचान गर्दै फोहोर मैलाको उचित व्यवस्थापनका लागि पशुधन केन्द्र निर्माण कार्यका लागि जग्गा 3% प्रक्रिया अगाडि बढाइएको छ। नागेडी नदी, कालीगण्डकी नदी, महेश्वर खोला विभिन्न क्षेत्रबाट ऋणीय अध्ययन गरी उक्त क्षेत्रहरूमा व्यवस्थित रूपमा नदीजन्य पदार्थको उत्खनन गरी नगरको विकासमा टेवा पुर्याउन आवश्यक कार्य भइरहेको छ। सुक्खायाम समेत हुन सक्ने आगलागीबाट नागरिकको धनजनको सुरक्षा गर्नका लागि नगरकै आफ्नै स्रोतबाट दमकल खरिद कार्य सम्पन्न भई 12 जना फायर तालिम लिएका दक्ष जनशक्ति तयार गरिसकेको छ। साथै प्रत्येक टोललाई विपद प्रतिकारी सबल बनाउन सशस्त्र प्रहरी बलको सहयोगमा सो सम्बन्धी तालिम लिई 108 जना स्वयंसेवक तयार गर्ने लक्ष्य राखिएको छ। नदीजन्य विपद प्रयोगका लागि नगरको आन्तरिक स्रोतबाट एक ठाउँ ढुङ्गा लगायत 29 प्रकारका विपद प्रतिकारी सामग्री खरिद गरिएको छ भने सो ढुङ्गा सुरक्षा संयन्त्रलाई हस्तान्तरण गरिसकिएको छ। आर्थिक विकासतर्फ नगर क्षेत्रमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरूको अवलोकन पश्चात अभिलेखीकरण र नियमित रूपमा सुझाव दिएको छ। 20 अर्ब पुँजी परिचालन सहित नगर क्षेत्रका 36 वटा सहकारी संस्थाहरूको वितरण अध्यावधिक गरिएको छ। साथै हालसम्म बचत फिर्ता लगायत सहकारी सम्बन्धी वित्तीय समस्या सम्बन्धी कुनै उजुरी र गुनासो प्राप्त भएको छैन, तर नियमित अनुगमन भने भइरहेको छ। गरिबी तथा बेरोजगारी न्यूनीकरण गर्न गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरू लक्षित वर्गमा गई समुदायकै रोजाइ अनुसार गत वर्ष वडा नम्बर 5 मा 30 जना नयाँ स्व उद्यमी बनाउन सिपमूलक तालिमको कार्यक्रम सञ्चालन गरियो भने यस वर्ष वडा नम्बर 14 मा सोही प्रकृतिको कार्यक्रम सञ्चालन गर्दै अघिल्लो वर्ष सिप तालिम लिएका वडाहरू 2, 3, 4, 6, 8, 15 मा 25 जना नव उद्यमीलाई पनि सिप तालिम सञ्चालन गरेर स्रोतमा आधारित प्राविधिक उपकरण समेत उपलब्ध गरिँदैछ। उद्योग व्यवसायहरूलाई औद्योगिक वातावरण कायम गरी आर्थिक गतिविधि कार्यान्वयन गराउन आवश्यक सहजीकरण गरिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयबाट भइरहेको नेपालको दोस्रो आर्थिक गणना 2082 मा सहजीकरणको काम भइरहेको छ। स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत वडा नम्बर 18 मा 10 दिने होमस्टे तालिम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय लगायत अन्यत्र दर्ता भई यस नगरपालिकामा सूचीकृत हुने संख्याका अलावा नगरपालिकाले नै यस वर्ष 6 वटा रिपोर्ट क्लब दर्ता गरी नियमन अनुगमनको काम समेत नियमित गरिरहेको छ। स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आकस्मिक बजार अनुगमन गरिएको छ भने अनुगमनमा देखिएका विषयवस्तुलाई सुधारका लागि सुझावसहित यहाँ बिग्रेका खाद्य वस्तुलाई नष्ट गरिएको छ। गैंडाकोट नगरपालिकाको राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत हालसम्म बेरोजगारीको तथ्याङ्क सङ्कलन गरी सूचीकृत गर्ने कार्य भएको छ। राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत 150 जनाको स्वीकृतिका लागि सहजीकरण भएको छ। साथै वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा गम्भीर रोगबाट पीडितका परिवारलाई आर्थिक सहायताका लागि सहजीकरण प्रदान गरिएको छ। वैदेशिक रोजगारमा रहेका व्यक्तिका सन्ततिलाई छात्रवृत्तिका लागि 24 जनाको निवेदन सम्पादन गरी वैदेशिक रोजगार बोर्डमा सिफारिस गरिएको छ। राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रोत्साहनका लागि स्थानीय तहको 7% तथा समाज कल्याणतर्फ 60 वर्षभन्दा माथिका 96 जना
ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता गरिएको छ। द्वन्द्व पीडित महिला बालिका तथा परिवारहरूले मनोसामाजिक परामर्श सम्बन्धी 2 दिने तालिम प्रदान गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूलाई डाक्टर सेन्टर क्याम्प तथा अपाङ्गता सहायता सामग्री वितरण गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको परिवारका सदस्यलाई क्षमता अभिवृद्धि सम्बन्धी 2 दिने तालिम सम्पन्न गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूको नगर सञ्जाल गठन गरिएको छ। गैंडाकोट नगरपालिकाभित्रका ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिएको छ। ज्येष्ठ नागरिक नगर सङ्घले ज्येष्ठ नागरिकलाई पोखराका विभिन्न स्थलहरूको अवलोकन गराउने उद्देश्यले 1 दिने अध्ययन अवलोकन भ्रमण कार्य सम्पन्न गर्यो। लैङ्गिक हिंसा विरुद्ध 10 वटा अभियानको अवसरमा नगरपालिकाभित्रका 4 वटा विद्यालयहरूमा हिंसा नियन्त्रण सम्बन्धी औद्योगिकीकरण कार्यक्रम सम्पन्न गरियो। साथै लैङ्गिक हिंसा न्यूनीकरणको विषयमा 1 दिने अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरियो। स्वास्थ्य क्षेत्रतर्फ यस आर्थिक वर्षको भाद्र 1 गतेदेखि गैंडाकोट आधारभूत अस्पतालमा बिमा सेवा विस्तार भइरहेको छ। गैंडाकोट वडा नम्बर 3 र 18 मा गर्भवती महिलाहरूका लागि खुम्ती भिडियो एक्सरे सेवा मार्फत हालसम्म 90 जनाले सेवा लिएका छन्। अस्पतालबाट टाढा रहेका गर्भवती महिलाहरूको सुत्यारी हुने समयमा उत्पन्न हुने समस्यालाई कम गर्न नगर अस्पतालमा आमा घर सञ्चालनमा भइरहेको छ। गैंडाकोट आधारभूत अस्पताल र गैंडाकोट नगर अस्पतालमा प्रसुति सेवालाई प्रभावकारी बनाइँदै हालसम्म अस्पताल र गैंडाकोट आधारभूत अस्पतालबाट जम्मा 7 जना आमाले प्रसुति सेवा लिएका छन् भने उनीहरूको पोषण सुधारका लागि सुत्केरी आमा पछिल्लो खाना कार्यक्रम मार्फत रु 5,000 का दरले आर्थिक सहायता प्राप्त गरेका छन्। क्यान्सरको पाकेका बिरुवाको डायलिसिस गरिरहेका र निरूपणको अपस्यका 216 जना बिरामीहरूलाई मासिक 5,000 का दरले चैत महिनासम्मको भुक्तानी भइसकेको छ। स्वास्थ्य संस्थाबाट नियमित रूपमा पार्टीहरूको मुखको तथा स्तन क्यान्सर परीक्षण भइरहेको छ। क्षयरोग निवारणको लागि खकार सङ्कलन नियमित गरिएको छ। पार्टीहरूको मुखको क्यान्सर रोकथामको लागि पढ्ने साथै 10 देखि 14 वर्षसम्मका 701 जना किशोरीहरूलाई एचपिभी खोप लगाउने कार्य सम्पन्न गरिएको छ। नगरभित्र रहेर 35 वर्षभन्दा माथिका 24,021 जना जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप सञ्चालन गरिएको छ। वडा नम्बर 12, 13 र 17 मा रहेका 325 दलित घर परिवारका सदस्यहरूलाई बाल अनुदानको प्रभावकारी उपयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। विपन्न सुनौलो 1000 दिनका महिलाहरूलाई व्यावसायिक तालिम, बालबालिकाहरूलाई खुवाइने पूरक खाना, प्रजनन स्वास्थ्य लगायत स्तनपान सम्बन्धी औद्योगिकीकरण कार्यक्रम सम्पन्न गरिएको छ। पोषणमूलकी स्वास्थ्य संस्था निर्माणका लागि स्वास्थ्य कर्मचारीहरूलाई औद्योगिकीकरण कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय स्तरमा पाइने बाली तथा रैथाने बाली यसमा पाइने पोषणको महत्त्व सम्बन्धी औद्योगिकीकरण कार्यक्रम सम्पन्न गरिएको छ। वडा नम्बर 4 र 8 मा पोषण लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको छ। आयुर्वेद औषधालयबाट 2082 सहित सम्म 9,595 जना बिरामीले आयुर्वेद उपचार सेवा लिएका छन्। आयुर्वेद क्लिनिकको माध्यमबाट गैंडाकोट नगरपालिका वडा नम्बर 3 र 16 मा जम्मा 1,188 जना बिरामीलाई सेवा उपलब्ध भएको छ। बाथ व्याधि, आमबाथ, अन्य रोग उपचारको लागि स्नेहन तथा शोधन
आयुर्वेद थेरापीमा लगभग 707 जना सेवाग्राहीलाई उपचार सेवा उपलब्ध गराइएको छ। ज्येष्ठ नागरिकहरूको लागि स्वास्थ्य प्रवर्धन तथा रसायनयुक्त आयुर्वेद औषधि वितरण गरिएको छ। जम्मा 310 जनाले स्वास्थ्य लाभ लिएका छन्। शासकीय व्यवस्था एवं सुशासनतर्फ आर्थिक वर्ष 2081-82 को स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणाली एनजिपिएस मा गैंडाकोट नगरपालिकाले 77.33% अङ्क दावी गरेको छ। दैनिक प्रकोपबाट पीडित व्यक्तिहरूलाई राहत उपलब्ध निरन्तर भइरहेको छ। नगरको यथार्थ प्रस्तुति विषय वस्तु स्थिति वितरण सहितको नगरको डिजिटल प्रोफाइल तयार गर्ने सामुदायिक स्तरमा गई तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ। चालु आर्थिक वर्ष 82-83 मा 6,784 जना लाभदायकको सामाजिक सुरक्षा भत्ता नवीकरण भएको छ। साथै चालु अबको पहिलो त्रैमासिकबाट भत्ता प्राप्त गर्ने गरी 122 जना, दोस्रो त्रैमासिकबाट भत्ता प्राप्त गर्ने गरी 101 जना, तेस्रो त्रैमासिकबाट 92 जना गरी 315 जनाको नयाँ विवरण प्रविष्टि गरिएको छ। चालु आर्थिक वर्ष 2082-83 को प्रथम त्रैमासिक जम्मा 6,911 जना लाभदायीलाई विद्युतीय माध्यम EFT बाट 7,08,33,753 रुपियाँ मात्र। तेस्रो त्रैमासिकमा जम्मा 6,964 जना लाभदायीलाई विद्युतीय माध्यमबाट हाल 7,10,10,974 रुपियाँ तथा तेस्रो त्रैमासिकमा जम्मा 6,972 जना लाभदायीलाई विद्युतीय माध्यमबाट 7,10,33,235 रुपियाँ गरी जम्मा 21,28,77,961 रुपियाँ रकम सम्बन्धित लाभदायीहरूको खातामा जम्मा गरिएको छ। चालु आर्थिक वर्षदेखि नै सामाजिक सुरक्षा भत्तामा हुन सक्ने दोहोरोपना न्यूनीकरण गरी सामाजिक सुरक्षा भत्ताको नवीकरणलाई थप सुदृढीकरण गर्नको लागि राष्ट्रिय परिचय पत्रको जैविक विवरणसँग लगभग 70% सामाजिक सुरक्षा भत्ताका लाभदायीहरूको विवरण रुजु गरिएको छ। चालु आर्थिक वर्ष 82-83 को कारणबाट चैत्र मसान्तसम्म 18वटा स्थानीय पञ्चायतीहरूको कार्यालयबाट जम्मा 2,121 जना घटना दर्ता तथा 2,325 वटा घटना दर्ताको प्रतिलिपि जारी गरिएको छ। नगरको चालु खर्च घटाउने उद्देश्यका साथ गैंडाकोट नगरपालिकाको कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन परिमार्जित गर्दै अनावश्यक रूपमा भएको दरबन्दी संरचनामा कटौती गरिएको छ। नाप्ने कार्य सुरु भएको 5 महिनाको छोटो अवधिमै पनि वडा नम्बर 3 मा 5 गाउँ जगन्नाथ, केलाली, चनौटे, भुजेल गाउँ र अलिअलि घारी र वडा नम्बर 4 को रानीताल गरी जम्मा 76 बिघा भन्दा बढी क्षेत्रफलको नापी गरिसकिएको छ। भने भाद्र 24 को आजबाट भूमिशाखा पूर्ण रूपमा नष्ट भएको हुँदा सम्पूर्ण कार्य प्रगति नै शून्यमा पुगेको छ। श्रावण महिनामै वडा नम्बर 3 को जगन्नाथ क्षेत्रको झन्डै 12 बिघा क्षेत्रफल 19 निवेदकहरूको ऊर्जा प्राप्ति कार्यका लागि नगरपालिकाबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पन्न भई आगामी प्रक्रियाका लागि भूमि समस्या समाधान आयोग जिल्ला समितिमा पठाइएको छ। आगामी पश्चात बसेका तथ्याङ्कको सदुपयोग गरी हालसालै मात्र वडा नम्बर 3 को चनौटे क्षेत्रको 17,000
732 वर्ग मिटर क्षेत्रफलका 14 निकटहरूको ऊर्जा प्राप्ति कार्यका लागि नगरपालिकाबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पन्न भई बाँकी प्रक्रियाका लागि हुने समस्या समाधान जिल्ला समाधान आयोग जिल्ला समितिमा पठाइएको छ। हाल नापी सम्पन्न अन्य क्षेत्रहरूको नक्सा एवं कागजातहरू पुनः तयार गर्ने कार्य जारी रहेको छ। जग्गा नवीकरण सुरु भएका करिब 150 घण्टा धनीहरूको जग्गा नवीकरणमा समावेश गरिएको छ। न्यायिक समितिमा निवेदन दर्ता भएका 49 उद्योगहरूमध्ये 28 वटा फसट भएका छन् भने 25 वटामा मेलमिलाप सम्पन्न भएको छ तथा मेलमिलाप हुन नसकी 3 वटा अदालतमा पठाइएको छ र अन्य मेलमिलापको प्रक्रियामा रहेका छन्। राजस्व तथा स्रोत परिचालनको अवस्था चालु आर्थिक वर्ष 82-83 आन्तरिक राजस्व तर्फ 19 करोड 80 लाख प्रक्षेपण 87,000 प्रक्षेपण गरिएकोमा हालसम्म रु 9 करोड 16 लाख 56,000 अर्थात् 5.98% मात्र सङ्कलन भएको बेहोरा जानकारी गराउन चाहन्छु। त्यसै गरी राजस्व बाँडफाँड अन्तर्गत शीर्षकहरूमा रु 37 करोड 7,15,000 आय अनुमान भएकोमा हालसम्म 15 करोड 34 लाख 80,000 अर्थात् 4.40% मात्र प्राप्त भएको छ। जसमध्ये स्थानीय तहको अधिकारभित्रको 72 शीर्षकतर्फ 14 करोड 33 लाख 45,000 आय अनुमान गरेकोमा हालसम्म 1 करोड 53 लाख 47,000 मात्र आम्दानी प्राप्त भएको तथा घर जग्गा रजिस्ट्रेसनतर्फ 6 करोड आय अनुमान गरिएकोमा हालसम्म 3 करोड 2 लाख 27,000 मात्र प्राप्त भएको छ। सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानतर्फ शीर्षकहरूमा रु 56 करोड 25 लाख 60,000 अनुमान गरिएकोमा हालसम्म 49 करोड 11 लाख 2,000 अर्थात् 8.3% मात्र प्राप्त भएको छ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फका शीर्षकहरूमा रु 3 करोड 12 लाख 36,000 अनुमान गरिएकोमा हालसम्म 55 लाख 95,000 अर्थात् 1.89% मात्र प्राप्त भएको विवरण यसरी सार्वजनिक सुनवाई कार्यक्रम मार्फत प्रस्तुत गर्न चाहन्छु। चालु आर्थिक वर्ष 82-83 मा विनियोजित कुल बजेट 1 करोड 12 करोड 36 लाख 26,000 रुपैयाँ आय अनुमान मध्ये आर्थिक विकासतर्फ 5 करोड 19 लाख 50,000 विनियोजन भएकोमा हालसम्म 13.89% वित्तीय प्रगति हासिल भएको छ। यसै गरी पूर्वाधार विकासतर्फ रु 33 करोड 59 लाख 11,000 विनियोजन भएकोमा हालसम्म 1.18% वित्तीय प्रगति हासिल भएको छ। यसरी प्रतिशत वृद्धि हासिल गरिएको छ। यसै गरी सामाजिक विकासतर्फ 52 करोड 41 लाख 85,000 विनियोजन भएकोमा हालसम्म 58.96% वित्तीय प्रगति हासिल भएको छ। यसै गरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ रु 1 करोड 79 लाख विनियोजन भएकोमा हालसम्म 22.53% वित्तीय प्रगति हासिल भएको छ। साथै अन्य कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ 18 करोड 76 लाख 80,000 विनियोजन भएकोमा हालसम्म 70.27% वित्तीय प्रगति हासिल भएको छ। यसरी चालु आर्थिक वर्ष 82-83 मा विनियोजन बजेटमध्ये चालु
10.92% वित्तीय प्रगति भएको छ भने पुँजीगत तर्फ रकम रु 79,82,36,000 विनियोजन भएकामा 15.28% वित्तीय प्रगति भएको विवरण प्रस्तुत गर्दै पुँजीगत तर्फका शीर्षकहरूमा विनियोजन भएको बजेट भाग 23 र 24 को आन्दोलनका कारणले गर्दा समयमा कार्य सुरु हुन नसकेको धेरै जसो योजनाहरू सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको तथा भुक्तानीको प्रक्रियामा नआएको हुनाले पुँजीगत तर्फ वित्तीय प्रगति सन्तोषजनक हुन नसकेको जानकारी समेत यसै कार्यक्रम मार्फत सार्वजनिक गर्न चाहन्छु। वित्तीय अवस्था मान्यता परिषदको प्रतिवेदन अनुसार यस नगरपालिकाको आर्थिक वर्ष 2080-81 भन्दा अगाडि 7,69,63,53,000 बेरुजो रहेकोमा आर्थिक वर्ष 81-82 को प्रारम्भिक प्रतिवेदन अनुसार थप बेरुजो 3,94,35,000 प्रतिवेदनमा उल्लेख भएको छ। साथै चालु आर्थिक वर्ष सम्ममा गरिएको लेखा परीक्षणको क्रममा रु 7,35,39,000 बेरुजो खर्च भई जम्मा बाँकी बेरुजो 4,38,49,000 काहीँ रहेको छ। उक्त बेरुजो रकम पर्याप्त कागजहरू पेश नभएका कारणले भेटिएको र कागजात पुरा गरी नगरसभा मार्फत नियमितका लागि मान्यता परिषदको कार्यालयमा पेश गरेको विवरण समेत जानकारी गराउन चाहन्छु। गत आर्थिक वर्ष 81-82 को अन्तिमका परीक्षण प्रतिवेदन प्राप्त नभइसकेको अवस्थामा रहेको छ। साथै माथि उल्लेखित बेरुजो सम्बन्धमा मान्यता परिषदको प्रतिवेदन अनुसार गणकोट नगरपालिका न्यून बेरुजो रहेको पालिकाको रूपमा रहेको जानकारी समेत यसै कार्यक्रम मार्फत सार्वजनिक गर्न चाहन्छु। यस सन्दर्भमा मान्यता परिषदको टोलीबाट लेखा परीक्षणका क्रममा लिएका केही महत्त्वपूर्ण सुझावहरू पेश गर्न चाहन्छु। उपभोक्ता समितिबाट गरिने काम लेखा परीक्षणले दिएको सुझाव पनि म यहाँहरूलाई सुनाउन चाहन्छु। सुझावहरू यस प्रकार रहेका छन्। उपभोक्ता समितिबाट गरिने काम श्रममूलक र स्थानीय कच्चा पदार्थ प्रयोग भई गरिने काम मात्र हुनुपर्ने हेभी इभेन्टिङ प्रयोग गरी गरिने काम उपभोक्ता समितिबाट गर्न नहुने खरिद र तालिम जस्ता काम उपभोक्ता समिति गठन गरी गर्न नहुने उत्पादन क्षेत्र जस्तै सङ्घ संस्था र अन्य कार्यालयलाई आर्थिक सहयोग रोक्नुपर्ने एउटै योजनालाई टुक्रा पारी सञ्चालन गर्न नपाइने वित्तीय नागरिकलाई उपचार गर्न सहयोग गर्दा कार्यविधि अनुसार गर्नुपर्ने योजनाको अनुगमनलाई थप प्रभावदायी बनाउनु पर्ने आर्थिक वर्षको सुरुमा नगरसभा मार्फत स्वीकृत भएका योजनाहरूलाई समयमा रकमान्तर गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने यी हामीलाई लेखा परीक्षणले दिएका सुझावहरू थिए। साथै आर्थिक वर्षमा हामीबाट थप तय गरिएका नीति कार्यक्रम र योजनाहरू कार्यान्वयनका लागि नगरवासी तथा सरकारवालाहरूको गुनासो सुझाव तथा सल्लाह भए आजको यसै कार्यक्रममा लिखित तथा मौखिक रूपमा राख्न सक्नुहुनेछ। सकारात्मक सुझावहरू ग्रहण गरी गुनासोहरूको सुनवाई गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छौँ। अन्तमा नगरमा उपलब्ध सीमित स्रोत र साधनबाट जनताका माग तथा आवश्यकताहरूलाई प्राथमिकरण गरी क्रमशः सम्बोधन गर्दै अगाडि बढ्ने नगरको तर्फबाट नगरवासीहरू समक्ष प्रतिबद्धता जनाउँदै यस नगर क्षेत्रको विकासमा सहयोग साझेदारी गर्ने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, विकास साझेदार संस्थाहरू, नागरिक समाज, राजनैतिक दल, सम्पूर्ण कर्मचारी, निजी क्षेत्र, गैर सरकारी संस्था, पत्रकार तथा आम सञ्चार क्षेत्र, नेपाल नगरपालिका सङ्घ र अन्य संस्था
तथा नगरवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हृदयदेखि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा समेत सबै पक्षको साथ सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै मेरो संक्षिप्त प्रस्तुति यही अन्त्य गर्छु। हवस्, नमस्कार। गैंडाकोट नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन भएका र हुँदै गएका योजना, परियोजना, कार्यक्रम बजेट आदिका गैंडाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका सम्पूर्ण कार्य विवरणको बारेमा जानकारी प्रस्तुत गर्नुभएको छ। गैंडाकोट नगरपालिकाका उपप्रमुख श्री शान्ति कोइरालाज्यूले र उहाँलाई एकपटक जोरदार सम्मान प्रकट गर्दै हुनका लागि म हार्दिक अनुरोध गर्दछु। सार्वजनिक सुनवाई कार्यक्रममा म आसन ग्रहणको सिलसिलालाई जोड्दैछु र यस कार्यक्रम यसअघि नै मैले उहाँलाई सम्बोधन गरिसकेको थिएँ र उहाँहरूलाई अहिले मैले स्टेजमा देखिरहेको छु। नेकपा एमाले गैंडाकोट नगर कमिटीका अध्यक्ष श्री कृष्ण कडेलज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै राप्रपा गैंडाकोटका नगर अध्यक्ष जेठबहादुर गुरुङज्यूलाई पनि म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यससँगसँगै आजको यो सार्वजनिक सुनवाई कार्यक्रम मुकुन्द सन टेलिभिजनबाट छायाङ्कन भइरहेको छ र यो समय उहाँको अनुकूल समयमा प्रसारण हुन्छ र यसमा भएका सम्पूर्ण गतिविधिहरू तपाईँले मुकुन्द सन टेलिभिजनबाट पछि हेर्न सक्नुहुनेछ र सँगसँगै सामुदायिक रेडियो विजापुर 100.6बाट पनि यो कार्यक्रम फेसबुक पेजमा प्रत्यक्ष प्रसारण भइरहेको कुरा म यहाँहरू समक्ष जानकारी गराउँदछु। अब हामी यो सँगसँगै तपाईँहरूका प्रश्न लिने बेलामा आइपुगेका छौँ। त्योभन्दा पहिला म अस्ति मात्र गैंडाकोट नगरपालिका वार्ड नम्बर 6 को वडा कार्यालयमा पुगेको थिएँ। त्यहाँ एउटा काठको टुक्रामा लेखिएको थियो, इफ यु कन्ट्रोल योर माइन्ड यु क्यान चेन्ज योर लाइफ। अर्थात् तपाईँले तपाईँको मस्तिष्कलाई नियन्त्रणमा राख्न सक्नुभयो भने तपाईँले तपाईँको भविष्यलाई पनि के गर्न सक्नुहुन्छ, सफल बनाउन सक्नुहुन्छ। त्यस कारणले गर्दा कतै तपाईँ आज जे प्रश्न गर्छु भनेर आउनु भएको थियो, तपाईँ आज यस कार्यक्रममा म सार्वजनिक सुनवाई, नाम के छ सुनवाई, यहाँ आइसकेको छ। सबैभन्दा धेरै यो कार्यक्रममा वक्ताहरूले बोलेको कुरालाई सुन्नेछु र ती सुनेपछि चित्त नबुझेका कुराहरूमा मेरो प्रश्न गर्नेछु भनेर आउनु भएको थियो। त्यस कारणले गर्दा कतै तपाईँको मस्तिष्कको उद्देश्यबाट तपाईँ विमुख हुनुभयो कि त्यस कारणले गर्दा आफ्नो जति सक्दो ज्यादा यस कार्यक्रममा हाम्रा कार्यक्रममा राख्नुभएका मन्तव्यहरूलाई यहाँले श्रवण गर्नुभयो भने, सुन्नुभयो भने त्यसले तपाईँलाई के गर्न सक्छ भन्दा तपाईँको प्रश्नलाई पनि अझ बढी निखार्नको लागि मद्दत मिल्छ, तपाईँको प्रश्नलाई अझ तार्किक बनाउनको लागि मद्दत मिल्छ, तपाईँको प्रश्नलाई अझ बढी सान्दर्भिक बनाउनको लागि मद्दत मिल्छ। त्यस कारणले गर्दा जति सक्यो अरूका कुरा सुनियो भने त्यसले तपाईँको विचार, तपाईँको प्रश्नलाई अझ माझ्नको लागि मद्दत मिल्छ भन्ने विश्वास लिएको छु। अब हामी सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित सहभागीहरूको प्रश्न वा सुझावका लागि अब हामी खुला गरेका छौँ।